यो जिन्जाको बिचमा चाहिँ ओखली रहेछ, ओखलीमा पानी पनि रहेछ होइन। यता साइडमा चाहिँ स्तम्भहरू रहेछ, के लेखेको हो मलाई थाहा भएन। यहाँनिर चाहिँ धरहरा रहेछ, 1 2 3 4 5 6 ताले धरहरा रहेछ होइन। अनि यताउता चाहिँ पुरै साइडमा चाहिँ कति राम्रो वास्तुकलाहरू है, कति चिटिक्कै परेको। अनि वरपर चाहिँ रुख बिरुवाहरू, यता पोखरीहरू पनि छ होइन। मेरो पछि आउनुहोस्, म अर्को कुरा नि देखाउन लागिरहेको छु है। यहाँ हेर्नुहोस्, यो चाहिँ जापानिज डिजाइनको रुख रहेछ। के हो यसको नाम त बिर्सेँ मैले, थाहा छ भने भनिदिनु होला। अनि यहाँ नि अर्को धरहरा छ है, यो त धेरै तल धरहरा रहेछ। अनि त्यसपछि यहाँनिर घन्टी छ होइन। घन्टी चाहिँ काठको रहेछ क्या, कस्तो चिटिक्क परेको। अनि यताउता पनि कति राम्रो डिजाइनको घरहरू हेर्नुहोस् न, वाउ कति राम्रो। अनि यहाँनिर पोखरी रहेछ, यो चाहिँ चराचुरुङ्गीले खाउन् भनेर राखेको रहेछ तिर्खाको बेलामा भनेको कि के हो। अनि यहाँबाट भ्यूहरू चाहिँ पोखरीको, पुलको, क्या राम्रो। बाई बाई।